यहाँ केही युद्धलाई झल्काउने अभिनयहरू राखिएको छ। मूर्तिको माध्यमबाट यसरी तरवारहरूलाई झिकेर हाम्रा योद्धाहरू लडेका थिए, हाम्रो भूमिको लागि, हाम्रो माटोको लागि, र त अहिले नेपाल भन्न पाएका छौँ। निर्छन् गोली बन्दुक र राइफल उभिएर यसरी लडेका हाम्रा योद्धाहरूको स्ट्याचु मूर्तिलाई हामीले हेर्न सक्छौँ। यिनीहरू यसरी लडेका थिए र अहिले नेपाल भनेर हामी बस्न पाएका छौँ। नेपाल देश हाम्रो छ। यो किसिमबाट उनीहरूले अर्डर दिँदै, आदेश दिँदै उनीहरू यसरी लडेका थिए कि हामी युद्धका, नेपाल अङ्ग्रेज युद्धका केही झझल्काहरू हामी यसरी हेर्न सक्छौँ। हामी जितगढी किल्लामा छौँ अहिले। जितगढी किल्लामा उजेर सिंह थापाको नेतृत्वबाट लडिएको थियो। गोरखपुरबाट आएका अङ्ग्रेजलाई यी हाम्रा योद्धाहरूले परास्त गरेका थिए। युद्ध झल्काउने जितगढीको किल्लामा नेपाल अङ्ग्रेजका युद्ध झल्काउने स्ट्याचुहरू छन्। हाम्रा युद्ध लडेका थिए। किल्लामा रहेको सुरुङ मार्ग रहेको छ। यो किल्लाको सुरुङ मार्ग हो। यो सुरुङ मार्ग हुँदै माथि नुवाकोटको डाँडासम्म पुग्न सकिन्छ रे।